सम्पूर्णमा नमस्कार। फेरि पनि स्वागत गर्दछु प्रिन्सको नयाँ दिन नयाँ भ्लग। सरी, आज त अहिले रातको टाइममा भ्लग गराइरहेको छु। म नयाँ भ्लगमा स्वागत छ। हेरौँ है प्रिन्सुले आज के गर्दैछिन्। हेलो गाइज भन्दैछु बाबा। आज प्रिन्सुले ग्रेप्स खाँदैछिन्। खाना खाइसकेपछि बच्चालाई फ्रुट्सहरू दिने गर्यो भने हेल्थको लागि एकदमै राम्रो हुने गर्छ। त्यसैले हेर्नुहोस्, मेरो छोरीले 1 इयर पुगिन्, दाँत पनि आइसक्यो, यसरी खाइदिन्छ, ग्वाम ग्वाम खाइदिन्छ। ना थ्याङ्क यू। मेरो छोरीको फेरि बानी आफू एक्लै कहिले खान्नन् के, बाबालाई, मम्मीलाई, बाजेलाई, बजेलाई, अङ्कललाई, पहिला अरूलाई दिनु पर्यो, दादालाई, होइन होइन बेबी। पहिला हजुरले अरूलाई दिसिन्छ अनि खाइसिन्छ, होइन हो कि होइन साना? के खाँदै होइसिन्छ देखाइदिसियो त, के खाँदै होइसिन्छ हजुर? यता देखाइदिसियो त बाबा, के खाँदै होइसिन्छ? खोइ यस्तो देखाइदिसियो त गाइज। प्रिन्सुले अङ्गुर खाँदैछिन्, ब्ल्याक ग्रेप्स। देखाइदिसियो त साना, के खाँदै होइसिन्छ? छानी खान्छन् आफै प्रिन्सुले। अनि त्यो बोक्रा बच्यो भनेपछि चाहिँ फालिदिन्छन्। त्यसपछि चाहिँ मैले अर्को अङ्गुर दिनुपर्ने हुन्छ मेरो बेबीलाई। यसरी खान्छन्, खोइ यस्तो छाला फाल्छिन् अनि भित्रको फ्रुट्सहरू खान्छन्। अनि बाबाले अरू लेसी त अब अर्को अङ्गुर दिने। यो फिनिसिङ टाइम भयो होइन बेबीको। सरी ल, यति कप्प खाइस्यो। आफै खाने अरे, आफै खाने भन्छ नि मेरो ज्ञानी छन् छोलो। आफै खाने भन्छ। नो त्यस्तो नथिच। हेर्छ त गम्म। नो ओहो रिसाइछु, सरी लिस्यो। टेक दिस वान, ओके, आई विल इट दिस, ओके बेबी। साना यो म खाम, बाबाले खाम यो, बाबाले खाम। खाइसक्यो बाबा भन्छ त। धेरै दिन्न म, तिनजना अङ्गुर जति खान्छु सुत्ने बेला, अनि एउटा केरा चाहिँ। आज चाहिँ केरा अघि भर्खर खाना खानुभन्दा 1 घन्टा अगाडि खाइदिएँ, त्यसैले चाहिँ आज केरा नदिएको। चिसो पनि छ, बाहिर पानी परिरहेछ, त्यसैले बेबीलाई आज ग्रेप्स मात्रै हिटरमा राखेर। मामु उता छिन् कान्छीको टाइम चाहिँ यसरी यो छाला फालिदिन्छ बाबाले। खाइस्यो? कस्तो छ बाबा? मिठो छ? कस्तो छ? थ्याङ्क यू गरिदिन्छु बाबा। माई गरिदिन्छु त बाबालाई। माई गरिदिन्छु बाबालाई। मामुलाई लिस्यो अरे, मामुले ओहो मामुलाई लिस्यो अरे। मामुलाई दिन्छन् हो। थ्याङ्क यू। मामुले खाइदिस्यो। लगिदिन्छ के गर्छ? मामु लग्यो। मामुले नदिएपछि अब रिसाउँछ है अहिले। मामुले लगिदियो सब। नो रे, मामु खाने रे। कति रिसाइसिन्छ बाबा। मामुले आहा कति ज्ञानी भइसकेछ। खाँदाखेरि चाहिँ ज्ञानी हुन्छ। को हो यो साना? को हो बेबी? को हो यो? को हो? प्रिन्सु जस्तै छिन् त। प्रिन्सुको डबल रोल हो। को हो? म त हच्चोमा माने यार। को हो बाबा? ओ माई गड। कता जानु लाग्छ? कहाँ जाने? जो अघि बोक्रा फाल्नुपर्छ त। ल्याउ यो यस्तै बाहिर फाल्नुपर्छ नि। मेरो सानीले फाल्न पनि सिकिसकेछन्। म भिडियो बनाउने व्यस्त भएँ, तर फाल्थिन्। क्वापो मुखाल्ने। अब यो खाने, हस् अर्को खाइछ।
बोक्रेसँग खानुहुन्न बाबा त्यो हुन्छ यो अलग साइड लाग्यो फालिदेऊ त कान्छी मामुले खाइदिन्छ भनेर रिसले सब मुखमा ग्वाममा हालिदिन् कान्छीले बोक्रा न त यस्तो छानेर फाल्छिन् यो मुखमा छान्नलाई चाहिँ यसरी छानेर फाल्छिन् ए ओ माई गड धेरै तातो बोक्यो पुरै पसिनै निकालिन् मेरो छोरीले आज त हेलो बेबी हेलो स्वागत छ भन्छ सबैजनालाई खाइसिने भन्छ खाइसिने हो मेरो सब्सक्राइबरहरूलाई चाहिन्छ अङ्गुर खाइसिने हो लिस्यो भन्छ दिस्यो दिस्यो दिदिस्यो त हजुरको सब्सक्राइबरहरूलाई दिदिस्यो त बाबा मलाई होइन यता दिस्यो उता दिस्यो त हो यस्तै बोक्रा यो फालिदिने म निकालिदिन्छु हस् म निकालिदिन्छु खोइ दिसो त बाबाले निकालिदिँदैन यति फेरि बदमास छ आफै खानुपर्ने रे उसलाई बाबाले निकालिदिन्छु भित्रभित्र निकालिदिन्छु दिसो त नो भन्छ नि ओ ओ ओ हजुरको सब्सक्राइबरहरूलाई दिन लाग्छको अब भेटेपछि दिने हस् दिसो न दिसो यस्तो यस्तो म खोलिदिन्छु हो यस्तो दिसिन्छ त बाबाले लिस्यो त बाबाले खोली खुवाउँछ ओ माई गड नमस्ते गरिदिन्छ बाबा नमस्ते नमस्ते गरिदिन्छ ओ ज्ञानी छ मेसेज ओ हेलो गर्छ हेलो गर्छ यस्तो गर्छ हेलो बेबी ताली बजाइदेऊ त साना ताली बजाइदेऊ प्रिन्सी ताली बजाइदेऊ हेलो हेलो मेरो सब्सक्राइबर के छ हालखबर सन्चै हुनुहुन्छ हजुरहरू भन्छ यस्तो बाबा ताली बजाऊ ताली बजाइदेऊ साना ताली बजाइदेऊ ताली बजाइदेऊ नमस्ते 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 गरिदिन्छ ओ गुड गर्ल बाबाको आइज कहाँ छ साना बाबाको आइज त्यहाँ होइन भिडियोमा होइन यता यता देखाइदिन्छ त सब्सक्राइबरहरूलाई हजुरले देखाइ बाबाको आइज कहाँ छ यी यसै मेरो आँखा देखाउँछ छोरीले ल बाबाको आइज कहाँ छ छोरो यता हेर्छ त बाबाको आइज कहाँ छ रिसाइसक्यो यसको अङ्गो मैले खोज्दै त ल यी लिस्यो ल सरी हेर्नु यस्तो बदमास छ यो यस्तो बदमास चाहिँ फेरि ज्ञानी हुन्छ यसले आफूले चाहेको पाइन भनेपछि फेरि बबन्डर मचाउँछ घर हल्लाइदिन्छ यी बाबा लिस क्वाप्प हो क्वाप्प अब खेल्न गइसकिन् प्रिन्सु ओ माई गड उम्मिन मेरो छोरीले उम्मिन्छ त आफै उम्मिन्छ ओ उम्मिहालिन् प्रिन्सु त आइदेखाइदेऊ त मामाको ओ माई गड यस वाकिङ ओ गिरिन बाई बाई गाइज नेक्स्ट डे न्यू ब्लग लिएर प्रिन्सुको के गर्छिन् भनेर लिएर आउनेछु आजको लागि बिदा हुन्छु बाई बाई गरिदियो साना प्रिन्सु हिँड्ने प्र्याक्टिस गरिरहेको छिन् बाई बाई रे ल